13 बुँदे सहमतिको पहिलो बुँदामै हिन्दू राष्ट्र गृहमन्त्री सुदन गुरुङको निर्णय विवादित। गृहमन्त्री सुदन गुरुङले देशलाई हिन्दू राष्ट्र बनाउन संयुक्त हिन्दू मोर्चासँग सहमति गरेका छन्। यो संविधान विपरीतको सहमति हो। जनकपुरमा मोर्चासँग गृहमन्त्री गुरुङले यस्तो सहमति गरेपछि उनको चौतर्फी विरोध हुन थालेको छ। 13 बुँदे सहमतिको पहिलो बुँदामै नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने विषय उल्लेख गरिएको छ। त्यहाँ भनिएको छ, दिगो शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा धार्मिक सहिष्णुताको प्रवर्धनका लागि किराँत बौद्ध सहित 81% हिन्दू बाहुल्यता भएको नेपाल राष्ट्रलाई हिन्दू राष्ट्र कायम गर्ने विषयमा स्पष्ट समय सीमा तोकी सर्वदलीय बैठक मार्फत छलफल प्रक्रिया 3 महिना भित्र अघि बढाउने। नेपाल 4 जेठ 2064 मा धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको थियो। 3 असोज 2072 मा जारी संविधानमा नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको उल्लेख गरिएको छ। तर हालै सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जदेखि फैलिएको र हाल मत्थर भएको धार्मिक तनावबीच गृहमन्त्री गुरुङले अप्रत्याशित रूपमा नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने बारे संयुक्त हिन्दू मोर्चासँग सहमति गरेको खुलेको हो। नेपाललाई यसअघि 2047 को संविधानले मात्रै हिन्दू राष्ट्र घोषणा गरेको थियो। त्यसअघि 100 वर्षसम्म नेपाल हिन्दू राष्ट्र थिएन। तर यति बेला भने नेपाललाई फेरि हिन्दू राष्ट्र बनाउने गरी गृहमन्त्री गुरुङले सहमति गरेपछि कसैले चर्को विरोध गरिरहेका छन् भने कसैले उनको समर्थन गरिरहेका छन्।